सोचिया थिएन आज मम्मी र बेबीलाई धरहरा घुमाउन लैजादा यस्तो नि हुन्छ भनेर। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आज बिहानै बिहानै हामी सबैजना टुकटुके चढ्दै लाग्यौ रुम तर्फ र यो अटो चढ्नु र हाम्रो गाउँ घरमा रहेको ट्र्याक्टर चढ्नु उस्तै रहेछ। दुवैले उफार्ने ल छार्ने पछार्ने मात्रै गर्दो रहेछ यार भन्दै होल पाहुनाको मिठो भोजनका लागि बीच बाटोमा मैले 1.5 केजी मटन लिए। सबैलाई खाना साना खुवाई म सिधै लिएर पुगे सुन्दरा, जहाँ पुग्न साथ मैले बेबी र मम्मी लगाए तीहरूलाई धरहरा घुमाइदिने प्लान गरे। सो बेबी र म सिधै टिकट लिन लाइनमा बस्यौ। धरहराको तलै वरपर घुम्नु छ भने टिकट शुल्क रु 50 रहेछ भने टपमा पुगेर भ्यू हेर्नलाई 200 रुपियाँ पर व्यक्ति रहेछ र हामीले 6 वटा टिकट लिँदै भित्र एन्टर गर्यौ र भित्र एन्टर गर्ने बित्तिकै यस्तो डेकोरेसन देख्न पाइन्छ भन्दै हामी धरहरा माथि चढ्नलाई लाइनमा बस्यौ। यसमा नि दुईटा सिस्टम रहेछ। यदि हजुरहरूलाई भर्याङ चढेर माथि पुग्नु छ भने लाइन बस्न पर्दैन, तर लिफ्टबाट माथि जानलाई सिस्टम वाइज लाइन बस्नु पर्छ। यति हेर्दै सार्वजनिक सम्पत्तिको जतन गरौ र माया गर्दै हामी माथि 24 तले धरहराको टपमा पुग्यौ। हुन त धरहरा चढ्न पहिल्यै मन थियो, तर भूकम्प आएदेखि बेबी यसमा चढ्नै मानिरहेको थिएन र मेरो मम्मी त बाफ्रे यहाँबाट त होल काठमाडौँ देखिन्छ मात्र भनिराख्नु हुन्थ्यो। वास्तवमा यहाँबाट सिंहदरबार, शहीद गेट र हाम्रो टुडिखेल सँगै ठुल्ठुला बिल्डिङहरू एउटा कमिला जत्रै देखिन्छ भन्दै मम्मी धेरै थाकिसक्नु भएकोले हामी घर फर्क्यौ। बाई बाई, धन्यवाद।